जति राम्रो काम गरे नि नराम्रै समाजमा काटेको घाउमा सबैले छर्छन् काटेको घाउमा सबैले छर्छन् नुन र चोका एकल नारी देख्यो भने गर्छन् थुक्का थुक्का गलत सोच गलत नजर लाउँछन् हिँड्दा बाटो एकल नारी भएर बाँच्नु कति साह्रै गाह्रो चन्द्रमामा पनि रहेछ कालो दाग सायद रहेनछ खुसी मेरो भाग आफ्नो ठान्छु सबैलाई तर सबै स्वार्थी रहेछन् आफन्तको माटा गरी गल्ला जर लाउँछन् मरे तुल्य जीवनबाट कहिले होला बिदा यही हो एकल नारीको पीडा यही हो एकल नारीको पीडा मानवता छैन आज भोलि मानवता छैन आज भोलि गाउँ समाजमा कति उसकै कुरा काटी काटी रोउँछन् उसलाई अति शिर झुकाई हिँड्दा पनि गर्छन् सबले घृणा यही हो एकल नारीको पीडा यही हो एकल नारीको पीडा यही हो एकल नारीको पीडा यही हो एकल नारीको बहिनी एक्लै कहाँ गएर आउनु भएको? कतै पनि हैन सुखिराम दाइ, म त्यही तपाईको घरसम्म पुगेर आएँ। हो र बहिनी? हजुर दाइ। के कति कामले जानु भएको थियो कुनी? त्यति ठुलो काम त केही पनि थिएन। घरमा तरकारी बनाउँदै थिएँ, नुन सकिएको रहेछ, अनि तपाईको घरमा गएर आएकी हुँ। हो र बहिनी? पाउनु भयो त? घरमा काकी हुनुहुँदो रहेछ,
काकीसँग मागेर लिएर आएँ। अनि सुखिराम दाई तपाईँको नयाँ नौलो हालखबर के छ? यस्तै हो बहिनी, केटुहरूको जिन्दगी कहिले पो खुसी छाएको छ। घरमा बसौँ भने आमाले कराएर बस्सी खान दिँदैन, जति काम गरे पनि जस नै पाउँदैन। घरमा बसी साध्यै छैन, त्यसैले प्रकृतिको काखमा नि आनन्दले हावा खाँदै बसेको। त्यही त सुखिराम दाई, काकी समाजको लागि त देउतै जस्तो हुनुहुन्छ, तर तपाईँको लागि होइन बहिनी, मैले आमालाई धेरै माया गर्छु, तर आमाले भने बुझ्दै बुझ्दैन। यो सबै भाग्यको खेल हो बहिनी। ल त नि दाई, यो कुरा जति गरे पनि कहिल्यै सकिँदैन। मेरो त घरमा तरकारी पकाउन छ, म त लागेँ है दाई। हुन्छ बहिनी, म पनि घाँस काट्न जानु छ। मान्छे जिउँदै रहेछ जस्तो छ। यो जङ्गलको बिचमा कसरी आई, कसले गरे यो सब? पहिला यसलाई बचाउनु पर्यो। शरीरमा कपडाको एउटा धर्को पनि छैन, के गर्ने होला? तपाईँको होस आयो, अब तपाईँलाई केही पनि हुँदैन। भन्नुहोस् यो सब कसरी भयो? खोइ कसले गर्यो भनौँ बाबु। यो गाउँमा आएको म जम्मा 2 दिन भयो। मेरो जीवनमा कहिले नमेटिने दाग लाग्यो। भयो
मलाई यति धेरै गुण लाउनु पर्दैन, त्यसै पनि म त मरिसकेको मान्छे हो। के त्यो मान्छेलाई चिन्नुहुन्छ? देख्यो भने त चिन्छु, तर तिनीहरू को हुन् कसरी पत्ता लाउनु? अब तपाईँको साथमा म छु। बरु अब हामी यहाँबाट अन्तै कतै जानुपर्छ। कसैले देख्यो भने शङ्का हुन्छ, कसैले देख्यो भने अर्को समस्या थपिन्छ। हिँड्नुहोस्। हुन्छ बाबु। ओइ मुगिनी, चिया ल्याए छिटो। भयो तपाईँले कति ढिलो गरी यसले छिटो लिएन भनेको चाहिँ। वापे जा तो जखेडालाई बोलाएर आइज। किन र मुखिया बा? तिन चार तँलाई खुर्का बोलाएर आइज न। होइन है हजुर, बिहान बिहान के काम गर्नु लाइसियो? कोहीलाई के को धन्दा, कोहीलाई के को धन्दा, घर बुढीलाई कामको धन्दा। त्यो मैतेले बुढीको उपचार गर्न भनेर 20,000 दाम लगाएको थिएन। आज ठ्याक्क 20 वर्ष 10 दिन भयो। अनि तैँले बिर्सिस् कि क्या हो? मुखिया बा नमस्कार। नमस्ते नमस्ते। मुखिया बा दैवले पनि मलाई नै ठग्यो। के भयो? के भयो? के भन्छ तैँले? मुखिया बा मुखिनिया बिन्ती नाइ नभनिदिनुहोस्। उता मेरी श्रीमती रोगले छटपटाएर बसिरहेकी छ। स्वास्थ्य चौकी लैजाऊँ भने मसँग 1 रुपियाँ फुटेको कौडी छैन मुखिया बा। त्यसैले मुखिया बा हजुरसँग ठुलो आश बोकेर आएको, केही पैसा ऋण पाउँछु कि भन्नु। कुरो त तैँले ठिकै भनिस्, तर मुखिया भनेर के हो? म पनि अब कसैलाई स्वास्नी बिरामी हुन्छन् भनेर पैसा थुपारेर बस्नु भएन। अलिअलि पैसा चाहिँ थियो, अस्ति त्यो बिजुले घर बनाउने भनेर माग्न आयो, अनि उनीहरूलाई दिएँ मैले। के गरेँ? ए हजुर, बिचरालाई गाह्रो परेर रहेछ, दिस्यो न त। आखिर हाम्रो नकुदो किनै छ र? अनि मैले ऋण चाहिँ कहिले फर्काउँछस्? कहिले भनौँ मुखिनिया, छोराले कमाएपछि तिरौँला नि। छोराले कमाएर तिर्न सकेन भने यही घरबारी कब्जा गर्नु होला मुखिया बा। उनको उपचार गर्दा गर्दा मसँग बचेको यही एउटा घर हो। छोरालाई चाहिन्छ भने कमाएर तिर्छ, होइन भने त्यही एउटा घर पनि हजुरलाई सुम्पिदिन्छु। त्यसो भए ल ठिक छ। अब घरबार नै बन्दकीमा राख्छस् भने त मैले तँलाई 20,000 दाम दिने भएँ, तर फेरि त्यो भागामा पैसा तिर्नुहोस् भने के हुन्छ तँलाई थाहा छ नि, होइन? बुझ्छस् नि? ल अब तैँले भनिहालिस्, होइन? त्यो बाकसबाट 20,000 जति दाम निकालेर यसलाई ल्याएर दिए मैले दिएँ, तैँले भनेपछि।
हो त्यो दाम अहिलेसम्म उठाउन सकिएन। अब घर खाली गरेर तालचा ठोकेर आउँछु। नमस्कार मुखिया। ए आइपुग्यो लगेर केटा हो। हस् चल। होइन आज किन मुखिया बा रन्के हिँडेछ? फेरि गाउँमा कसले उपद्रव मचाएछ? यो मुखियाको मान्छेहरूसँग लगाएर मेरो भाइ पनि बिग्रिनसम्म बिग्रियो। नमस्ते मुखिया बा। नमस्ते नमस्ते। मान्छे धेरै बोले नराम्रो भन्छन्। एउटा कुरा सोधौँ कि भनेको, सोधौँ कि नसोधौँ? के कुरा होला सोध। मलाई कसैले केही कुरा सोध्छु भनेर सोधेन भने एकदम रिस उठ्छ। कुरो बुझिस्? बुझेँ नि मुखिया बा, राम्रै बुझेँ। कुरा किन घुमाएर भन्छस्? सिधा सिधा भन्, के कुरा हो? होइन मुखिया बा, यसरी बाघ नै मार्ने जसरी कता रन्केर हिँड्नु भएको? के निमा गदा यही कुरा सोध्न हो तैँले मलाई रोकेको? हो नि मुखिया बा, यही कुरा गर्न भनेर हजुरलाई रोकेको। ल सुन त्यसो भए, तेरो साथी त्यो सन्ते छ कि छैन? हो त्यसको घर लिलामी गर्न हिँडेको। त्यसको बाउले ऋण तिरेन, अब त्यसको घर खाली गरेर तालचा ठोकिदिने हो। अब असुली गर्नु पर्यो कि ऋण? के भन्नुभएको मुखिया बा हजुरले? अहिले सन्ते घरमा पनि छैन। बिचरा त्यो बुढो मान्छे घरमा एक्लै हुनुहुन्छ। सन्तेको पैसा हामी सबै मिलेर तिर्छौँ। बरु मिल्छ भनेदेखि तपाईँहरू यही बात फर्किदिनुहोस्। मैले धेरैचोटि चान्स दिइसकेँ, बुझिस्? ओ केटा हिँड, आज जसरी पनि त्यस घर खाली गरेर तालचा ठोकेर आउने। हस् मुखिया। होइन, त्यो मुला सन्ते चाहिँ कहाँ गएछ? अब यो नभएको बेलामा मुखियाल घर खाली गर्ने भयो। के गर्ने होला? मिलन दाइ, मिलन दाइ, अहिले कहाँ जानु भएछ? भन् के त, के भयो? किन चिच्याउँदै हिँड्छस्? बाघले लगाए जस्तै फ्याफेर स्यासा गर्दै हिँड्छस् त? किन तिनीहरू दाइ? मुखियाले सन्ते घर खाली गर्दैछन्। सन्ते घरलाई कसरी बचाउने हो यसो आइडिया लगाउनु पर्दा। विशाल यार, त पनि मैले बाटोमा तर मुखियाको सबै कुरा सुनिसकेँ। त्यसैले गर्दा मुखियालाई गएर पुरै पैसा दिइसकेँ। अब हाम्रो साथीको घर मुखिया त के भगवानले पनि कसैले खाली गर्न सक्दैन, बुझिस् नि? सबै काम जुन गर्छ सबै मुखिया बा, पर्खनुहोस्। मुखिया बा, कहिलेसम्म हामी जस्ता गरिब नुमुखाको रगत चुस्नुहुन्छ? साउको प्याच प्याचको स्याच भनेर अन्याय र अत्याचार कहिलेसम्म गर्नुहुन्छ? कहिले? अब बढी भयो मुखिया बा, तपाईँको अन्याय र अत्याचार बढी भयो। लाउनुहोस् यो तपाईँको पैसा,
सबै चिज अड्कलेर साउन्ड ब्याच कति लाग्छ सबै जोडेर ल्याएको छु र बिन्ती छ यहाँबाट गइहाल्नुहोस्। ए केटा हिँड, अब आफ्नो पैसा पाएपछि यहाँ किन बस्ने? अब अन्याय गर्नु हुँदैन, हिँड जाऊ। आफ्नो पैसा पाएपछि किन बसिन्छ र? बाबु, म तिमीलाई कुन मुखले धन्यवाद दिउँ? मेरो छोरो पनि घरमा नभएको बेला तिमीले यति ठुलो गुण लगाइदियो। बाजे, तपाईँ मेरो बा जस्तो मान्छे हुनुहुन्छ। तपाईँलाई अप्ठ्यारो पर्दा सहयोग गर्न पाउनु यो त मेरो लागि एउटा भाग्यको कुरा हो। तपाईँको छोरा नभए पनि हामी पनि त तपाईँको छोरा नै त हो। बाबु, तिम्रो यति ठुलो गुण म कसरी तिरु? बाजे, म तपाईँको काखमा खेलेर हुर्केको मान्छे, तपाईँको यो आँगनमा खेलेर हुर्केको मान्छे। यसलाई ऋण नसोच्नुहोस्, यो त तपाईँको लागि एउटा गुण मात्र हो। भोलि सन्तेले कमाएर तिरेछ भने तिरिहाल्यो, नत्र पर्दैन बाजे, ढुक्क भएर बस्नुहोस्। म अलि हतारमा छु, म निस्किएँ ल बा। तपाईँ कति पनि पिर नलिनु होला है। यस्तो भएको थियो खास। तैँले आज धेरै ठुलो गुण लगाइस् यार। तँलाई अप्ठ्यारो पर्दाखेरि मलाई सम्झिन् है। धेरै नसके पनि थोरै थोरै त गर्न सक्छु नि। हुन्छ यार, यही कुरा गर्छु भनेर आएको तैँले पहिल्यै सल्टाइसकेछस्। ल ल, अहिलेलाई म लाग्छु है। बहिनी, के गर्दै हो? के गर्नु र दाइ, घरको काम गर्दैछु। अनि दाइ, तपाईँ कता हिँड्नुभयो? कतै पनि होइन बहिनी, एउटा कुरा सोधौँ कि भनेर। के कुरा हो दाइ, भन्नु न। साँच्चै तिम्रो घरमा आउने त्यो नयाँ मान्छे को हो? तराईबाट माइली भाउजू आउनुभएको। तराईमा धेरै गर्मी भयो अरे, त्यसैले। अनि घरमा त कोही पनि देख्दिनँ त बहिनी। खै कता जानुभयो, अत्तो पत्तै छैन। हिजो घाँस काटेर आउँदा त सँगै आएको थियौँ। म घर आइपुगेर हेर्दाखेरि त भाउजू नै हुनुहुन्न दाइ। अनि मान्छे हराएपछि खोज्नु पर्दैन त बहिनी? बा जङ्गली जनावरले भेट्यो कि? खै दाइ, मैले पनि त्यस्तो केही सोचिनँ। अब के गर्ने होला है दाइ? बहिनी, मान्छे जस्तो कुरा हो। मान्छे हराएपछि खोजी त गर्नुपर्छ नि बहिनी। म यही कुरा बुझ्न आएको थिएँ। ल ल बहिनी, अहिले म जान्छु है। साँच्ची कतै सुखीराम दाइले भनेको जस्तो त भएको छैन।
बा भाउजू त आउनु भएकै पो रहन्छ त घाँसको बारी बोकेर त सँगै हिँडेको त हामी पक्कै पनि भारी असजिलो भएर बाटोतिर बसेर मिलाउनु भयो होला ठिकै छ मेरो नि गर्न काम थोरै छैन बिहानको जुठो भाँडा त यत्तिकै छ म चाहिँ भाँडा धुँदै गर्न पर्यो भाउजू आउनुहुन्छ होला नि